आजका प्रमुख अतिथि ज्यूलाई म आफ्नो भनाइहरू राखिदिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। 24 साहित्य समाजद्वारा 24 गाउँपालिकाको पर्यटकीय स्थल रानीतालको किनारामा हुन गइरहेको यो कविहरूको महोत्सव अथवा गोष्ठीका आदरणीय अध्यक्षज्यू, यस कार्यक्रममा जिल्लाबाट जिल्ला बाहिरबाट पाल्नुभएका स्रष्टाहरू, म उहाँहरूप्रति सर्वप्रथम हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु गाउँपालिकाको तर्फबाट। र मञ्चमा आसीन हाम्रा जनप्रतिनिधि साथीहरू, उपस्थित आदरणीय महानुभावहरू सबैलाई म 24 गाउँपालिकाको तर्फबाट हार्दिक न्यानो अभिवादन, नमस्कार, सेवाहरू भन्न चाहन्छु। आज हामी यो ठाउँमा वास्तवमै साहित्यलाई पर्यटनसँग सम्बद्ध गरेर यहाँहरूले आयोजना गर्नुभएको यो कार्यक्रममा यहाँहरूले प्रमुख अतिथिको रूपमा बोलाएर आफ्ना कुराहरू राख्ने मौका दिनुभएको छ। म यस सन्दर्भमा आयोजक साथीहरूलाई हार्दिक धन्यवाद, आभार प्रकट गर्न चाहन्छु। विशेष गरेर 24 गाउँपालिका पर्यापर्यटनको क्षेत्रबाट र खेलकुदको क्षेत्रबाट आफूलाई चिनाउने प्रयास गरिएको सन्दर्भमा यो कार्यक्रमले अझ सफलता प्राप्त हुनेछ, हामीलाई योगदान हुनेछ भन्ने मैले महसुस गरेको छु। र आगामी दिनमा यस्ता कार्यक्रमलाई 24 गाउँपालिकाको अन्य पर्यटकीय स्थलहरूमा चिन्जानको हैसियत, भेटघाटको हैसियतको रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु। वास्तवमै मानव सभ्यताको विकाससँगै साहित्य, कला सृजनाहरू पनि बराबरी समयान्तरमा आइरहेको सन्दर्भ छ। म 24 गाउँपालिकाभित्रका स्रष्टाले लेखेका सृजनाहरू बेला बेला म हेर्ने गर्छु। आफूलाई गौरव लाग्दछ। वास्तवमै यहाँहरूको कलमले वास्तवमै यहाँको माटो, यहाँको प्राकृतिक, यहाँका पर्यापर्यटनलाई तपाईको उजागर गरेको छ। यहाँका गाउँ बस्तीहरूलाई उजागर गरेको छ। यहाँका खोला नालाहरूलाई एउटा कवितामा राखेर अथवा सृष्टिमा राखेर, सृजनामा राखेर यहाँहरूले जुन किसिमको योगदान गर्नुभएको छ, म यहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। विशेष गरेर वास्तवमा हामीले धेरै पुस्तकहरू, धेरै सृजनाहरू पढ्ने गर्छौँ। वास्तवमा मैले विदेशी पुस्तकहरूको सन्दर्भमा मैले म्याक्सिमम गोर्कीको आमा भन्ने एउटा उपन्यास करिब जीवनमा 5-6 चोटि मैले पढ्ने प्रयास गरेको छु अथवा पढेको छु। वास्तवमा सृजनाहरूले वास्तवमा समाजलाई उन्मुक्ति दिने, समाजलाई अगाडि बढाउने एउटा प्रेरणा प्रदान गर्दछ। यसलाई योतिर मुखरित गर्नुपर्दछ भन्ने म यहाँहरूसँग आग्रह र अनुरोध गर्न चाहन्छु। विशेष गरेर समाजमा भएका कुरीति, कुसंस्कारको विरुद्ध तपाईहरूको कलम चलोस्, तपाईहरूको लेख त्यतातिर मुखरित होस्। वास्तवमा अँध्यारोमा रहेका पिँढीहरूलाई उज्यालोतर्फ ल्याउनको लागि तपाईहरूको प्रयास रहोस्। त्यस्ता वस्तुहरूलाई तपाईहरूले विषयवस्तु बनाउनुहोस्। हाम्रो 24 गाउँपालिका वास्तवमै पर्यटकीय क्षेत्रको विस्तारको रूपमा रहिरहेको छ। यसलाई अगाडि बढाउनको लागि यहाँले त्यतातिर ध्यान दिनुहोस्। यहाँका रानीतालको बारेमा कविता लेखिदिनुहोस्, रानीतालको बारेमा कुनै लेख रचनाहरू गरिदिनुहोस्, कङ्गडा तालको बारेमा लेखिदिनुहोस्, यहाँका अन्यौं सांस्कृतिक पर्यटकीय स्थलहरूको बारेमा लेखिदिनुहोस्। म यहाँसँग हार्दिक आग्रह गर्न चाहन्छु। त्यति मात्रै नभएर 24 गाउँपालिकाले स्थानीय सरकार सञ्चालन गरिरहँदाखेरि भएका कमी कमजोरी तपाईहरूले आफ्नो कलमले अगाडि बढाइदिनुहोस्, लेखिदिनुहोस्। हाम्रा सकारात्मक कामहरू, नकारात्मक कामहरू, हामीले सुझावहरू अथवा हामीले आगामी दिनमा तपाईको सुधार्नुपर्ने कुराहरूको समेत यहाँले त्यतातिर पनि तपाईले कलमवीरहरूले कलम चलाइदिनु भयो भने वास्तवमा हामीलाई त्यो कुराले आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ भन्ने एउटा शिक्षा प्रदान हुनेछ। त्यसैले गर्दा यी विषयहरूमा समेटेर यहाँले आफ्नो कला र साहित्यतर्फको जुन निरन्तर अगाडि बढ्ने तपाईको बाटो छ, यात्रा छ, यसलाई निरन्तरता दिनुहोस्। यो ताल जस्तै, खोला नदी जस्तै अविरल र अविराम भइरहोस्। यहाँको यात्रा म
यहाँहरूप्रति शुभकामना व्यक्त गर्न चाहन्छु। विशेष गरेर हामी आज तपाईँहरूको सृजना श्रवण गर्नको लागि व्यग्र भएर बसिरहेका छौँ। एकाध घन्टा हामीले प्रतीक्षा गरिरहेका छौँ। हाम्रा उपस्थित महानुभावले तपाईँहरूको सृजना सुन्नको लागि व्यग्रता देखाइराख्नु भएको छ। त्यसैले गर्दा धेरै बोल्नुभन्दा पनि हामी यहाँहरूको सृजना श्रवण गर्ने एउटा समयमा आइपुगेका छौँ। निर्धारित समयभन्दा हामीले केही ढिलो हाम्रो कार्यक्रम सुरु भएको छ। त्यसैले गर्दाखेरि म अन्तिममा यो कार्यक्रमहरू, यस्ता कार्यक्रमहरू यो ठाउँमा, यो पर्यटकीय स्थलमा जुन किसिमको आयोजना गर्ने आयोजक साथीले प्रयत्न गर्नुभएको छ, यो एकदम नवीनतम छ, सृजनात्मक छ। उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु। आगामी दिनमा स्थानीय सरकारसँग यो समाज एकीकृत भएर यस्ता कुराहरूमा, सृजनशील कुराहरूमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दै हामीले गर्नुपर्ने सहयोग के हुन सक्छ, प्रपोजलको रूपमा, प्रस्तावको रूपमा स्थानीय पालिकामा अथवा हामीमा आयो भने यसलाई हामी आत्मसात गरेर आगामी दिनमा कार्यक्रममा राखेर अगाडि बढ्ने प्रतिबद्धतासहित फेरि पनि स्रष्टाहरूप्रति 24 गाउँपालिकाको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दै आयोजक साथीहरूलाई मोरी धन्यवाद दिँदै आफ्नो भनाइ अन्त्य गर्छु। धन्यवाद, नमस्ते।